Hello guys, welcome back to our channel Buda Budi Doctor and Nurse Vlog. Let's make a good Friday with good food भन्ने कुरा भयो. So after duty हामी husband wife भएर बजारको लागि निस्कियौं. गुराईमा रहेको अलमोस्ट प्लेसहरु हामी घुमिसकेकोले गर्दा बाटोमा रहेको र्यान्डम पिपलहरुलाई यता घुम्ने ठाउँहरु राम्रो कता छ त भन्दै सोध्दाखेरि चाहिँ उहाँहरुले लमईतिर चाहिँ घुम्नका लागि तालहरु पनि राम्रो छ भन्ने कुरा भयो. हजुरहरुले यहाँ बाटो देख्न सक्नुहुनेछ. बाटो चाहिँ एकदमै राम्रो पिच बाटो थियो. हामीलाई चाहिँ एकदम इन्जोय पनि गरिरहेको थियौं. फेरि हामी हस्बन्ड वाइफ दुईटैलाई चाहिँ ट्राभल एकदम मन पर्ने भएकोले गर्दाखेरि हामी चाहिँ छुट्टी हुन पाएको छैन. हामी सर्ट ट्रिप भए पनि हामी प्लान गरिहाल्छौं. लमहीमा चाहिँ मेरो भदा बुहारी भएकोले गर्दाखेरि हामी गयौं उनीहरुकोमा. त्यसपछि भदाले हसनापुरमा एकदम मिठो लोकल अथेन्टिक फुड पाइन्छ भनेर भने. सो लेट्स हैव अ ट्राई भनेर हामी लाग्यौं हसनापुर तर्फ. हसनापुरमा रहेको सतगौवा कोल्ड सेन्टरमा हामी गयौं अनि हामी फुड अर्डर गर्न तर्फ लाग्यौं. अनि यहाँको फुड त ओ माय गॉड, द फुड वाज सो डेलिसियस. एकदमै मिठो थियो. हामीलाई चाहिँ एकदमै लोकल फुडहरु एकदम अथेन्टिक फुडहरु मिठो लाग्ने भएकोले गर्दाखेरि चाहिँ लोकल फुडकै खोजीमा थियौं हामी पनि. र भदाले भनेको ठाउँमा चाहिँ एकदमै मिठो पाउने रहेछ. यहाँ चाहिँ जे कुरा पनि एकदमै अर्ग्यानिक घरकै कुराहरु युज गरेर बनाउने र एकदम फ्रेश बनाउने भएकोले गर्दाखेरि खानेकुराहरु पनि एकदमै मिठो थियो. इफ हजुरहरु पनि लोकल फुडको खोजीमा हुनुहुन्छ भने एकचोटी चाहिँ भिजिट गर्नु नै होला भनेर भन्न चाहन्छु. किनभने फुड चाहिँ एकदम नै मिठो थियो. एकदमै धेरै मिठो थियो. यहाँ चाहिँ विकेन्डमा एकदम नै भिड हुने रहेछ. यो ठाउँमा फुड अर्डर गरेपछि मात्र फ्रेश फुड बनाउनु हुँदो रहेछ. ल हामीले त मस्त पेट भरि खाएर हामी चाहिँ घर फर्किन तर्फ लाग्यौं. हजुरहरुले यहाँ बाटोमा देख्न सक्नुहुनेछ. बाटो पनि एकदमै राम्रो थियो. फर्किने क्रममा हामीले चाहिँ पान चाहिँ खानै पर्छ भनेर हामी गयौं पान पसलमा पानको लागि. पान पनि साह्रै मिठो थियो. एकदमै मिठो पान. पान खाइसकेपछि हामी लाग्यौं तालतर्फ. त्यहाँ पनि एउटा राम्रो ताल भएकोले गर्दा एकछिन हामी त्यहाँ तालतिर छिर्यौं. यहाँ चाहिँ पिकनिक स्पट रहेछ. अहिले पनि मानिसहरु चाहिँ पिकनिकको लागि धेरै आउनु भएको थियो. हजुरहरुलाई हाम्रो भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब गरिदिनु नबिर्सिनु होला. र आउने दिनहरुमा पनि नयाँ भिडियोहरु पनि लिएर आउनेछु. हस् त बाइ.